नमस्कार। तपाईले खोजेको भिडियोको साथ उपस्थित छु। यदि तपाईँ निर्वाचन प्रहरी 2082 को तयारीमा रहनुभएको छ वा आवेदन दिनुभएको छ र आगामी चरणको तयारीमा हुनुहुन्छ भने यस भिडियो पक्कै पनि तपाईलाई लाभदायक रहनेछ। निर्वाचन प्रहरी छनौट तथा भर्ना मापदण्ड 2082 सँग सम्बन्धित यसअघिको भिडियोमा हामीले लिएर आउने भनेका थियौँ। तृतीय चरणमा कस्ता प्रश्न सोधिनेछन् त्यससँग सम्बन्धित नमुना प्रश्नोत्तर आजको यस भिडियोमा रहनेछ। निर्वाचन प्रहरी 2082 मा सोधिने र यसअघि सोधिएका प्रश्नसहितको नयाँ मापदण्ड अनुसारको भिडियो आज हामीले तपाईलाई प्रस्तुत गर्न गइरहेका छौँ। परीक्षा दिनुअघि एकपटक अवश्य पनि यस भिडियो हेर्न नबिर्सनुहोला। यदि तपाईँ परीक्षा हलभित्र प्रवेश गरिसकेपछि वा गर्नुपूर्व तपाईले थाहा पाउनुपर्ने केही कुराहरू म बताउन गइरहेको छु। यो लिखित परीक्षा हुनेछ। निर्वाचन प्रहरीको तृतीय चरण को रूपमा यसलाई लिइनेछ र पहिलो र दोस्रो चरण पास गरिसकेका उम्मेदवार मात्र तेस्रो चरणमा छनौट हुनेछन् र यसमा कुल 100 पूर्णाङ्कको प्रश्न सोधिनेछ र पास मार्क अथवा उत्तीर्णाङ्क 40 नम्बरको हुनेछ र समय 1 घण्टाको हुनेछ। तपाईलाई 50 वटा वस्तुगत प्रश्नोत्तर सोधिनेछन् र 4 वटा अप्सन मध्ये सही उत्तरमा तपाईहरूले राइट लाउनु पर्नेछ र 50 वटा प्रश्नको प्रति प्रश्न 2 अङ्क हुनेछ। त्यसैगरी प्रश्नहरू नेपालको संविधान, नेपालको इतिहास, नेपालको भूगोल, राजनैतिक तथा प्रशासनिक विभाजन, निर्वाचन सम्बन्धी सामान्य जानकारी र समसामयिक राष्ट्रिय घटनाहरूबाट प्रश्न सोधिनेछन्। नेपालसँग सम्बन्धित 50 प्रश्न सोधिनेछन् र उम्मेदवारले तपाईले भुल्नै नहुने उम्मेदवारले आफ्नो नाम, थर, रोल नम्बर र हस्ताक्षर अनिवार्य रूपमा प्रश्नपत्रमा उल्लेख गरी प्रश्नपत्रहरू झुक्केर पनि तपाईले लिएर आउन पाउनुहुने छैन। अनिवार्य रूपमा फिर्ता गर्नुपर्नेछ। साथसाथै लिखित परीक्षा, जुन यो लिखित परीक्षा छ त्यो उत्तीर्ण भएका उम्मेदवार मात्र आवश्यक सङ्ख्यामा चतुर्थ चरण अथवा अन्तिम चरण अन्तर्वार्ताको लागि हुनेछन्। यो त थियो परीक्षा हल अघि प्रवेश गर्नुअघि तपाईले थाहा पाउनै पर्ने के कुरा थाहा पाउनुपर्छ त्यससँग सम्बन्धित मैले जानकारी प्रस्तुत गरेँ। अब सुरु गरौँ आजको नमुना प्रश्नोत्तर। यस भिडियोमा हामीले 50 वटा प्रश्नहरू समावेश गरेका छौँ। भिडियो लामो हुनेछ तसर्थ ढिला नगरिकन सुरु गरौँ। तपाईहरूले कृपया यस पेजलाई फलो गर्नुभएको छैन भने फलो गर्नुहोला। साथसाथै अर्को आगामी श्रृङ्खलाको लागि तयार भएर बस्नुहोला। यदि तपाईँ चाहनुहुन्छ भने हामीले अर्को भिडियो, अर्को नमुना सेट पार्ट 2 पनि लिएर आउनेछौँ। कृपया कमेन्ट गर्नुहोला। साथसाथै यस भिडियोलाई अत्याधिक रूपमा सेयर पनि गर्न नबिर्सनुहोला। लाइक र कमेन्ट छँदैछ। सुरु गरौँ। पहिलो प्रश्न, जिल्ला प्रहरी कार्यालय अथवा तपाईँ जुन जिल्लाको बाट आवेदन दिनुभएको छ त्यो जिल्ला प्रहरी कार्यालयको प्रमुख को हुन्छ तपाईहरूले जान्नुपर्नेछ। यो जिल्लागत अनुसार फरक फरक हुन सक्छ। जनसङ्ख्या तथा त्यसको जनसङ्ख्या तथा स्थानीय तहको आधारमा जिल्ला प्रहरी कार्यालयको प्रमुखको फरक फरक हुन सक्छ। पहाडी जिल्लाहरूमा डिएसपी हुन्छ भने अलि ठुला ठुला जिल्लाहरूमा एसपी हुन्छ र चितवनको हकमा जिल्ला प्रहरी कार्यालय को प्रमुख एसपी हुन्छ। त्यसैगरी पर्वत जुम्लातिर डिएसपी हुन्छ। यो तपाईहरूले जान्नुपर्नेछ। त्यसैगरी अर्को प्रश्न छ, आफ्नो जिल्लाको सदरमुकाम तपाईहरूले थाहा पाउनुपर्नेछ। उदाहरणको लागि मकवानपुर जिल्लाको सदरमुकाम कुन हो भनेर सोधिएको छ। यसको सही जवाफ हेटौँडा हो। त्यसैगरी तेस्रो प्रश्न, निर्वाचन प्रहरीले ड्युटीको समयमा के प्रयोग गर्न पाउँदछन्। यसको सही एन्सर हो लाठी। त्यसैगरी अर्को प्रश्न छ, पाथिभरा देवीको मन्दिर कुन जिल्लामा अवस्थित छ। आफ्नो जिल्लामा रहेका धार्मिक स्थलहरू, आफ्नो प्रदेशमा रहेका धार्मिक स्थलहरू, कम्तीमा पनि आफ्नो जिल्ला प्रदेशमा रहेका धार्मिक स्थलहरू र राष्ट्रका चर्चित धार्मिक स्थलहरू तपाईले थाहा पाउनुपर्नेछ। उदाहरणका लागि यहाँ प्रश्न छ, पाथिभरा देवीको मन्दिर कुन जिल्लामा अवस्थित छ। यसको सही जवाफ हो ताप्लेजुङ। त्यसैगरी अर्को प्रश्न छ 5औं नम्बरमा, प्रतिनिधि सभा सदस्य निर्वाचनको आचार संहिता कसले जारी गर्दछ। यसको सही जवाफ हो निर्वाचन आयोग। तपाईहरूले परीक्षा दिनु जानुभन्दा अगाडि आफ्नो विज्ञापन पनि एकचोटि तपाईहरूले हेर्नुपर्नेछ। विज्ञापनसँग सम्बन्धित निकै धेरै प्रश्नहरू सोधिनेछन्। र त्यसैगरी 6औं नम्बरको प्रश्न छ, नेपालको हिमाली प्रदेशमा पर्ने जिल्लाहरू कति छन्। यो पनि निकै महत्त्वपूर्ण प्रश्नहरू, हिमाल, पहाड, तराई, भूगोलसँग सम्बन्धित प्रश्न। र
आफ्नो हिमाल पहाड तराईमा कति जिल्लाहरू छन् त्यो तपाईँले जान्नुपर्नेछ र नेपालको हिमाली प्रदेशमा 21 जिल्ला रहेका छन्। त्यसैगरी 7औं नम्बरमा नेपाली सेनाको सबैभन्दा माथिल्लो पद कुन हो? यसको सही जवाफ हो प्रधान सेनापति। साथसाथै नेपाल प्रहरीको सबैभन्दा माथिल्लो पद प्रहरी महानिरीक्षक हो। यस प्रश्न पनि बारम्बार सोधिन सक्छ। त्यसैगरी अर्को प्रश्न छ नेपालको राष्ट्रिय झण्डामा कतिवटा रङको प्रयोग गरिएको छ? 3 वटा रङको प्रयोग गरिएको छ। त्यसैगरी 9 नम्बरको प्रश्न क्षेत्रफलको हिसाबले मध्य प्रदेशको सबैभन्दा सानो जिल्ला कुन हो? क्षेत्रफलको हिसाबले मध्य प्रदेशको सबैभन्दा सानो जिल्ला हो महोत्तरी। त्यसैगरी 10औं नम्बरको प्रश्न छ राष्ट्रिय सुरक्षा परिषदको अध्यक्ष को हुने व्यवस्था छ? राष्ट्रिय सुरक्षा परिषदको अध्यक्ष को हुने व्यवस्था छ त? राष्ट्रिय सुरक्षा परिषदको अध्यक्ष प्रधानमन्त्री हुने व्यवस्था छ। यो पनि निकै महत्त्वपूर्ण प्रश्न रहनेछ, तपाईहरुलाई मैले जानकारी गराएँ। त्यसैगरी 11औं नम्बरको प्रश्न छ आफ्नो जिल्ला कुन प्रदेशमा पर्दछ र आफ्नो प्रदेश मातहतका जिल्लाहरू पनि तपाईहरुलाई थाहा पाउनु पर्नेछ। उदाहरणका लागि कपिलवस्तु जिल्ला नेपालको कुन प्रदेशमा पर्दछ? कपिलवस्तु जिल्ला नेपालको लुम्बिनी प्रदेशमा पर्दछ। त्यसैगरी 12औं नम्बरको पनि निकै महत्त्वपूर्ण भूगोलसँग सम्बन्धित प्रश्न रहेको छ। चीन र भारत दुवै देशलाई छुने जिल्लाहरू कति छन् भनेर सोधिएको छ। 2 वटा छन्। सूत्रको कुरा गर्दा दाता अर्थात् ताप्लेजुङ र दार्चुलाले चीन र भारत दुवैलाई छुन्छन्। त्यसैगरी 13औं नम्बरको प्रश्न ज्ञान गङ्गाको अन्त्य हुँदैन भन्ने भनाइ कसको हो? यो भनाइ बालकृष्ण समको हो। त्यसैगरी 14औं नम्बरको प्रश्न छ त्रिकोणभित्रको ट्राफिकको सङ्केतले कस्तो जानकारी दिन्छ? यो त्रिकोणभित्रको ट्राफिकको सङ्केतले ज्ञानमूलकको जानकारी दिन्छ। त्यसैगरी 15औं नम्बरको प्रश्न छ बुलबुले ताल कुन जिल्लामा अवस्थित छ? बुलबुले ताल सुर्खेत जिल्लामा अवस्थित छ। आफ्नो जिल्लामा कुन जिल्ला रहेका छन्, कुन प्रदेशहरू, आफ्नो प्रदेश तथा जिल्लामा कुन तालहरू, कुन नदीहरू रहेका छन्, अलि महत्त्वपूर्ण नदीहरू पनि तपाईहरुले थाहा पाउनु पर्नेछ। र अर्को 16औं नम्बरको प्रश्न छ रातो त्रिकोणले के जनाउँदछ? यसको सही जवाफ हो परिवार नियोजन। यो 17औं नम्बरको प्रश्न छ विश्वको सबैभन्दा धेरै देशसँग सीमाना जोडिएको देश कुन हो? यसको सही जवाफ हो चीन र रुस 14 वटा। यो विश्वसँग सम्बन्धित प्रश्न तपाईहरुलाई आवश्यक छैन। त्यसैगरी यो जानकारीका लागि प्रस्तुत गरेँ मैले, आउन नि सक्छ झुक्किएर। 18औं नम्बरको प्रश्न छ प्रसिद्ध धार्मिक स्थल चन्दननाथ कुन जिल्लामा अवस्थित छ? यसको सही जवाफ हो जुम्ला। आफ्नो प्रदेश, आफ्नो जिल्ला अथवा नेपालका चर्चित धार्मिक स्थलहरू कुन जिल्लामा पर्दछन् त्यो तपाईले थाहा पाउनु पर्नेछ। त्यसैगरी 19औं नम्बरको प्रश्न छ सबैभन्दा लामो संविधान भएको देश कुन हो? यसको सही जवाफ हो भारत र सानो संविधान भएको देश अमेरिका हो। लामो संविधान भारतको छ। त्यसैगरी 20औं नम्बरको प्रश्न छ पञ्चेश्वर कुन जिल्लामा अवस्थित छ? पञ्चेश्वर बैतडी जिल्लामा अवस्थित छ। यो प्रश्न पनि तपाईहरुको लागि निकै महत्त्वपूर्ण हुन सक्छ। आफ्नो जिल्लामा अवस्थित प्रश्न, आफ्नो जिल्लामा प्रदेशमा रहेका ताल तलैया आफ्नो पनि तपाईहरुले थाहा पाउनु पर्नेछ। त्यसैगरी आफ्नो प्रदेशमा कतिवटा जिल्ला छन्, नेपालमा कतिवटा प्रदेश छन्, नेपालको जिल्ला कति छन्, त्यसैगरी संविधान, जनसङ्ख्यासँग सम्बन्धित जानकारी प्राप्त गर्नुहोला। र साथसाथै हाम्रो यस भिडियोलाई अनिवार्य रूपमा लाइक, शेयर र नजानेको प्रश्न छन् भने कमेन्ट गर्नुहोला, कुनै जिज्ञासा छन् भने कमेन्ट गर्नुहोला, आगामी भिडियो कुन हेर्न चाहनुहुन्छ त्यो पनि कमेन्ट गर्नुहोला र यस पेजलाई अनिवार्य रूपमा फलो गर्नुहोला। अब प्रश्न नम्बर 21 हाल नेपालमा कति प्रदेश छन्? यो प्रश्न निकै सजिलो छ। 7 वटा प्रदेश छन्। 7 प्रदेशका 77 जिल्ला छन्। त्यसैगरी 22औं नम्बरको प्रश्न निकै महत्त्वपूर्ण प्रश्न। मैले यस भिडियोमा राखेका महत्त्वपूर्ण प्रश्नहरू निकै महत्त्वपूर्ण छन्। यस अघिका परीक्षा र परीक्षाको दृष्टिकोणले निकै महत्त्वपूर्ण प्रश्न हुन्। धेरै प्रश्नहरू यस भिडियोमा समावेश गरिएको छ, महत्त्वपूर्ण प्रश्नहरू। त्यसैगरी 22औं नम्बरको प्रश्नतर्फ लागौँ। 22औं नम्बरको प्रश्न थाहा पाउनै पर्ने प्रश्न रहेको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 कहिले हुँदैछ? यसको सही जवाफ हो 2082 फागुनको 21 गते। त्यसैगरी 23औं नम्बरको प्रश्न रहेको छ औँठा छाप लगाउँदा कुन औँलाको प्रयोग गरिन्छ? औँठा छाप लगाउँदा बुढी औँलाको प्रयोग गरिन्छ। 24औं नम्बरको प्रश्न छ मतदानको समयमा कुन छापको प्रयोग गरिन्छ? मतदानको समयमा स्वस्तिक छापको प्रयोग गरिन्छ।
तपाईहरूलाई 4वटा अप्सन दिइनेछ र 4वटा अप्सनमध्ये एउटा सही उत्तर अप्सनमा तपाईहरूले राइट लाउनु पर्नेछ। 25औं नम्बरको प्रश्न छ, निर्वाचन प्रहरी हुन न्यूनतम कति शैक्षिक योग्यता चाहिन्छ? निर्वाचन प्रहरी हुन न्यूनतम शैक्षिक योग्यता साधारण लेखपढ हुनुपर्नेछ। निर्वाचन प्रहरी हुन साधारण लेखपढ हुनुपर्नेछ। मैले अघि नै पनि भनिसकेँ, तपाईहरूले आफ्नो विज्ञापन चाहिँ अनिवार्य रूपमा हेरेर जानुभयो भने त्यहाँबाट 4वटा प्रश्नहरू पढ्छन्। त्यसैले आफ्नो विज्ञापनलाई पनि हेर्नुहोला। त्यसै गरी 26औं नम्बरको प्रश्न छ, निर्वाचन प्रहरी हुन न्यूनतम र अधिकतम उमेर कति हो? निर्वाचन प्रहरी हुन अधिकतम उमेर 54 हो भने न्यूनतम उमेर 18 वर्ष हो। त्यसै गरी अर्को प्रश्न, आफ्नो जिल्लामा कतिवटा स्थानीय तह छन्? मानौँ तपाईँको आफ्नो जुन जिल्ला, जस्तै तपाईँ जुम्ला, कालिकोट, अछाम, चितवन, बाबझाङ, बाजुरा, आफ्नो कुन जिल्लाबाट आवेदन दिनुभएको छ त्यो जिल्लामा कतिवटा स्थानीय तह छन्, कतिवटा गाउँपालिका छन्, कतिवटा नगरपालिका छन्, अथवा महानगरपालिका कति छन्, उपमहानगरपालिका कति छन्, त्यो तपाईँहरूले जान्नुपर्नेछ। र त्यसै गरी 28औं नम्बरको प्रश्न छ, जिल्ला सुरक्षा समितिको प्रमुख को हुने व्यवस्था छ? जिल्ला सुरक्षा समितिको प्रमुख जिल्ला अधिकारी हुने व्यवस्था छ। 29औं नम्बरको प्रश्न रहेको छ, प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 को मतदान समय कति बजेदेखि कति बजेसम्म हो? यो प्रश्न पनि निकै महत्त्वपूर्ण प्रश्न हो। बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म निर्वाचनको मतदानको समय हो। त्यसै गरी 30औं नम्बरको प्रश्न रहेको छ, प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 मा कुल मतदान केन्द्र कति छन्? 2082 को प्रतिनिधि सभा सदस्य निर्वाचनमा 23,112 मतदान केन्द्र छन् भने 10,967 मतदान स्थल रहेका छन्। निर्वाचनसँग सम्बन्धित प्रश्नहरू पनि तपाईलाई निकै महत्त्वपूर्ण प्रश्न हुन्। आफ्नो निर्वाचनको आफ्नो स्थानीय तह, आफ्नो जिल्ला, आफ्नो प्रदेशसँग सम्बन्धित जानकारीहरू तपाईले राख्नुपर्नेछ। अर्को प्रश्न रहेको छ, 31औं नम्बरको प्रश्न, जिबुटी कुन महादेशमा पर्दछ? अफ्रिका महादेशमा पर्दछ। त्यसै गरी 32औं नम्बरको प्रश्न रहेको छ, इन्टरपोलको प्रधान कार्यालय कहाँ रहेको छ? यसको सही जवाफ हो फ्रान्सको लियोनी। त्यसै गरी 33औं नम्बरको प्रश्न रहेको छ, प्रसिद्ध धार्मिक स्थल गलेश्वर कुन जिल्लामा अवस्थित छ? धार्मिक स्थल गलेश्वर म्याग्दी जिल्लामा अवस्थित छ। त्यसै गरी 34औं नम्बरको प्रश्न, तराई जातिको मुख्य बसोबास कहाँ रहेको छ? यसको सही जवाफ हो तनहुँ। त्यसै गरी 35औं नम्बरको प्रश्न, नेपाल प्रहरीको सम्बन्धमा रातो किनाराको अर्थ के हुन्छ? यो प्रश्न महत्त्वपूर्ण छ। नेपाल प्रहरीको सम्बन्धमा रातो किनाराको अर्थ वीरता भन्ने हुन्छ। वीरता यसको सही जवाफ हो। त्यसै गरी अर्को महत्त्वपूर्ण प्रश्न रहेको छ, नेपालको पहिलो महिला प्रधान न्यायाधीशको नाम के हो? यो प्रश्न निकै महत्त्वपूर्ण प्रश्न हो। नेपालको पहिलो महिला प्रधान न्यायाधीशको नाम सुशीला कार्की हो। यससँग सम्बन्धित अर्को प्रश्न पनि आउन सक्छ, नेपालको पहिलो महिला प्रधानमन्त्रीको नाम के हो? यसको सही जवाफ हो सुशीला कार्की। र जेन्जी आन्दोलन कहिले भएको थियो? यो पनि प्रश्न निकै महत्त्वपूर्ण प्रश्न हो। नेपाल प्रहरी त्यसै गरी नेपाल प्रहरीको अहिलेको प्रहरी महानिरीक्षक को हुनुहुन्छ? दानबहादुर कार्की हुनुहुन्छ। यो प्रश्न पनि निकै महत्त्वपूर्ण प्रश्न हो। त्यसै गरी अर्को 37औं नम्बरको प्रश्न, नेपालमा निर्वाचन प्रहरी के प्रायोजनका लागि भर्ना गरिन्छ? नेपालमा निर्वाचन प्रहरी निर्वाचन सुरक्षार्थ भर्ना गरिन्छ। त्यसै गरी 38औं नम्बरको प्रश्न, निर्वाचनको समयमा निर्वाचन सुरक्षार्थ भर्ना गरिने प्रहरीलाई के भनिन्छ? निर्वाचन प्रहरी भनिन्छ। निर्वाचन प्रहरीलाई यसअघि के नामले विज्ञापन गरिन्थ्यो त? निर्वाचन प्रहरीलाई यसअघि म्यादी प्रहरी भनिन्थ्यो। यो प्रश्न पनि सोध्न सक्छ। त्यसै गरी 39औं नम्बरको प्रश्न, निर्वाचन प्रहरीमा भर्ना भएको व्यक्तिले को सरह सुविधा प्राप्त गर्दछ? सही जवाफ हो नेपाल प्रहरीको जवान सरह। 40औं नम्बरको प्रश्न, निर्वाचन प्रहरीमा भर्ना हुनका लागि देखाएका मध्ये कुन योग्यता आवश्यक पर्दैन? अब यो विभिन्न 4वटा अप्सन दिइन्छ, त्यहाँ गलत अप्सन दिइन्छ। र निर्वाचन प्रहरीमा भर्ना हुनका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तह उत्तीर्ण गर्नुपर्ने योग्यता चाहिँ आवश्यक पर्दैन। यो प्रश्न निकै महत्त्वपूर्ण प्रश्न हो। अब लागौँ 41औं नम्बरको प्रश्न,
41औं नम्बरको प्रश्न रहेको छ, नेपालमा मतदान गर्न कति वर्ष उमेर पुरा भएको हुनुपर्दछ? यो प्रश्न चाहिँ यो प्रश्नको उत्तर तपाईहरूले कृपया कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। नेपालमा मतदान गर्न कति वर्ष उमेर पुरा भएको हुनुपर्दछ? तपाईहरूले यस भिडियो हेरिरहनु भएको, जहाँबाट हेरिरहनु भएको छ त्यहाँ कमेन्ट सेक्सन छ, त्यहाँ कमेन्ट सेक्सनमा सही जवाफ उल्लेख गर्नुहोला। त्यसै गरी 42औं नम्बरको प्रश्न, कोशी टप्पु वन्यजन्तु आरक्ष के का लागि प्रसिद्ध छ? जस्तै विभिन्न वन्यजन्तु आरक्ष, विभिन्न शिकार आरक्ष, विभिन्न चर्चित राष्ट्रिय निकुञ्जहरूमा के को लागि प्रख्यात छ त्यो पनि तपाईँले जान्नुपर्नेछ। एटलिस्ट आफ्नो जिल्लामा भएका र आफ्नो जिल्ला प्रदेशमा भएका यी वन्यजन्तु आरक्ष, शिकार आरक्ष, राष्ट्रिय निकुञ्ज के का लागि महत्त्वपूर्ण छन् त्यो पनि तपाईँहरूले जानकारी गर्नुपर्नेछ। कोशी टप्पु वन्यजन्तु आरक्ष अर्नाका लागि प्रसिद्ध छ। त्यसै गरी अर्को निकै महत्त्वपूर्ण प्रश्न रहेको छ, नेपालको वर्तमान संविधानमा कति भाग, धारा, अनुसूची रहेका छन्? नेपालको संविधानसँग प्रश्न ढुक्क सोध्छ यो प्रश्न, तपाईहरूले कण्ठस्थ पारेर जानुहोला। 35 भाग छन्, 308 धारा छन् र 9 अनुसूची छन्, यो तपाईँले थाहा पाउनुपर्नेछ। त्यसै गरी 44औं नम्बरको प्रश्न रहेको छ, नेपालको राष्ट्रिय खेल कुन हो? नेपालको राष्ट्रिय खेल भलिबल हो। त्यसै गरी 45औं नम्बरको प्रश्न छ, यो राष्ट्रिय गानबाट पनि बारम्बार प्रश्न सोधिरहेको छ, नेपालको राष्ट्रिय गानका रचनाकार को हुन् त? रचनाकार प्रदीप कुमार राई अर्थात् व्याकुल महिला हुन्। त्यसै गरी सङ्गीतकार अम्बर गुरुङ हुन्। यो प्रश्न पनि निकै महत्त्वपूर्ण रहेको छ। त्यसै गरी 46औं नम्बरको प्रश्न, जानकी मन्दिर कुन प्रदेशमा अवस्थित छ? जानकी मन्दिर मध्य प्रदेशमा अवस्थित छ। त्यसै गरी 47औं नम्बरको प्रश्न रहेको छ, नेपाल प्रहरीको आदर्श वाक्य के हो? नेपाल प्रहरीको आदर्श वाक्य सत्यम सेवाम सुरक्षणम हो। सत्यम सेवाम सुरक्षणम नेपाल प्रहरीको आदर्श वाक्य हो। त्यसै गरी 48औं नम्बरको प्रश्न रहेको छ, यो प्रश्न बारम्बार सोधिराखिएको छ, नेपाल दुई ढुङ्गा बीचको तरुल रहेछ, यो भनाइ कसको हो? नेपाल दुई ढुङ्गा बीचको तरुल रहेछ, यो भनाइ पृथ्वीनारायण शाहको। अब लागौँ 49औं नम्बरको प्रश्न, नेपालको संविधानको कुन भागमा मौलिक हक र कर्तव्यको व्यवस्था गरिएको छ? भाग 3 मा। त्यसै गरी अन्तिम प्रश्न आजको भिडियोको लागि, प्रचलनमा आएको एआई को पूरा रूप के हो? आर्टिफिसियल इन्टेलिजेन्स यो एआई को पूरा रूप हो। अर्को थप जानकारी, अब समसामयिकबाट नेपालको हालको प्रधानमन्त्री, हालको प्रहरी महानिरीक्षक, त्यसै गरी हालको सेना प्रमुख, त्यसै गरी जेनजी आन्दोलन, त्यसै गरी यो प्रतिनिधि सभा सदस्य निर्वाचन, त्यसै गरी सँग सम्बन्धित प्रश्न सोधिनेछन्। त्यसै गरी नेपालको क्रिकेटसँग सम्बन्धित प्रश्नहरू, एनपिएल सिजन 2 को उपाधि कसले जित्यो, त्यसै गरी नेपालको जनसङ्ख्यासँग सम्बन्धित जानकारी कति छ, जनसङ्ख्या वृद्धि दर कति छ, त्यसै गरी पुरुष र महिलाको जनसङ्ख्या कति छ, यो प्रश्न पनि निकै महत्त्वपूर्ण छ। विशेषतः नेपालको जनसङ्ख्या कति छ यो प्रश्न तपाईँहरूले थाहा पाउनुहोला। त्यसै गरी नेपालको संविधानसँग सम्बन्धित प्रश्न पनि सोधिनेछन् बढी मात्रामा। त्यसै गरी तपाईँहरूको विज्ञापन, निर्वाचन प्रहरीको विज्ञापन जुन छ त्यो निर्वाचन प्रहरीको विज्ञापनसँग सम्बन्धित प्रश्नहरू पनि सोधिने गरेको पाइएको छ। र आजको यस भिडियोमा हामीले तपाईँहरूलाई विशेष गरी निर्वाचन प्रहरी भर्ना तथा छनौट मापदण्ड 2082 अनुसार सोध्न सकिने 50 वटा प्रश्नहरू, ती प्रश्नहरू अति सम्भावित, अति महत्त्वपूर्ण छन्, जुन बारम्बार परीक्षामा सोधिराखिएका छन् र अब आगामी परीक्षामा पनि सोधिनेछन्। त्यस्ता प्रश्नहरू आजको भिडियोमा हामीले राख्यौँ। यदि तपाईँहरू अर्को भिडियो चाहिन्छ भने, यस्तै नमुना प्रश्न उत्तर समावेश गरिएको अर्को पार्ट 2 चाहिन्छ भने कृपया पार्ट 2 को भनेर कमेन्ट गर्नुहोला। मैले यसअघि एउटा प्रश्न सोधेको छु, त्यो प्रश्नको सही जवाफ कमेन्ट गर्नुहोला। त्यसै गरी कृपया यस्तै जानकारीको लागि हाम्रो यस पेजलाई अनिवार्य रूपमा फलो गर्न नबिर्सनुहोला। साथसाथै यस भिडियोलाई अनिवार्य रूपमा लाइक, सेयर र कमेन्ट गर्न नबिर्सनुहोला। आजको यस भिडियोबाट हामी सबैलाई बिदा दिनुहोस्। हामी सँगै रहनुहोला। नमस्कार।